हेलो साथीहरु, नमस्ते। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। तपाईहरु के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ भन्ने म आशा गरेको छु। अनि आजको विशेष भिडियो चाहिँ मेरो त्यही डेली भिडियो छ साथीहरु है। डेली भिडियो लाउनु पर्ने भएकोले गर्दा साँझ परिसकेको छ। म चाहिँ कपडा धुदैछु साथीहरु। अनि आज पनि खानाहरु खाएर भिडियोहरु लाउनु पर्यो भनेर त्यही हो, केही छैन। आफ्नो च्यानलले गर्दाखेरि एकदम धेरै समस्या भइराकोले गर्दाखेरि चाहिँ भिडियो लाउनु पर्ने भएकोले गर्दाखेरि चाहिँ भिडियो गरिरहेको छु साथीहरु। अनि म कपडाहरु धुदैछु, थोरै तपाईहरुलाई देखाउँछु है ल। खाना चाहिँ अघि पाकिसकेको छ, खाना पाकेको छ हो। अन्त राइस कुकरमा खाना पाक्यो। अब सब्जी पनि बिहानको छ। अनि अब के भने कपडा धुदैछु के, अनि रस पकाएर खानु पर्यो। अनि यहाँ चाहिँ टक्क लुगा धुनु पर्ने छ, नानीको भोलिको जुत्ता हैन। आज दिउँसो त्यतिकै यताउता गर्दाखेरि नै युट्युब लाइभले गर्दाखेरि नै जिन्दगी गयो हैन। यताउता साथीहरुलाई सपोर्ट गर्दा गर्दा अनि यति लुगा धुदैछु हैन। अब रात परेको छ धेरै नै। अनि पर गाडी पनि कुदिरहेछ। अनि मेरो लसुनको अवस्था नि यस्तो छ, कति बाँड्दा पनि हैन कुखुराले सर्लाङ सुलुङ पारिदिरहेछ। अनि लसुन चाहिँ अब लसुन चाहिँ 1-2 दिनमा उयो गर्छु। अस्ति पानीले भेट्यो हैन। अब 1-2 दिनमा चाहिँ लसुन पनि सबै उखालिदिन्छु। पर गाडी देख्दै हुनुहुन्छ साथीहरु, पुरा ट्रक। त्यता नि बाटो बनाउँछ, त्यहाँनिर दुईटा, यहाँ त्यहाँदेखि अलिक वरतिर नि बाटो छ हैन। रोटै रोट है, झापामा त कति रोड हुन्छ यहाँ। यहाँ वरतिर पनि छ हैन। अनि उता नि रोड, अनि त्यहाँदेखि उता नि झन् रोड, मेन रोड। त्यतै रोटै रोड है यतातिर त। झापातिर त अलिकति अब सम्म हुन्छ हैन। अलिकति भ्याकुल्याएर खन्यो भने बाटो त जाइतैदेखि निस्किन्छ। यस्तो चाहिँ साथीहरु झापाको मौसम अहिलेको हैन। अब म चाहिँ कपडाहरु धेरै छिटो गरेर खानाहरु बनाएर खाएर लाइभ बस्नुपर्ने छ। नरिवलको बोट तल टुप्पीमा भएको नरिवलको बोट ल साथीहरु। अब हैन जेन तेन भिडियो बनाएको यस्तो यस्तो भए पनि अब हेर्दिनु होला। के गर्नु त अब, कहाँ गएर बनाउनु हैन साथीहरु। कहीँ जानको मौका नि पाइँदैन नि त। ओके, हेलो साथीहरु, मेरो चाहिँ खाना पाकेको छ ल। मेरो चाहिँ खाना रेडी भइसक्यो है। खाना आज मैले थोरै खाना बनाएँ कि जस्तो लाग्दैछ, तर हैन यति राइस कुकर ठुलो छ नि त। अब खाना पस्किन्छु हैन। अनि आज चाहिँ मैले यो चौचौको रस बनाएको। अहिलेसम्म म कपडा धुएँ नि त। सब्जी छ यहाँ, सब्जी छुपेको छु। अब टक्कसँगले खाने हो साथीहरु। मैले चाहिँ खाना ल्याएर आइसकेँ है ल। अब म चाहिँ खाना खान्छु। साह्रै ढिलो भयो क्या आज दिउँसो चाहिँ त्यतिकै सुतियो नि त। अनि यसो लाइभ एकछिन लाइभ गरेँ। अनि लाइभ पनि खासै ठिक भएन। अनि यसो रेस्ट गरेँ, सुतियो। कपडा धुइन नि त नानीको। अनि बेलुका भएर धुको, साह्रै गाह्रो पर्यो आफैलाई। गाह्रो छ हौ साथीहरु मलाई, के गर्नु। खाना खाएकोदेखि खाना खाएर उयो गरेकोदेखि लाइभ भिडियो लाउन पाएको छैन हैन। तपाईहरुले नि कति हेर्दिनुहुन्छ होला र यो खाना खाएको दिन नै। यसो नहेर पनि फुल खाना पोखिन्छ। खाइ ल। दाल पकाउनु ढिलो भएर क्या यसरी खाइदिएको। के भएर मेरो आज कस्तो आफैलाई कस्तो देखिरहेको छु।
खाँदैछु ल। सानो भएछ हौ थाल्नु। रसमा नुन कम्ती लाग्छ म ल्याएर आउँछु ल। आया कस्तो अप्ठ्यारो। बोल्दा सिमी दाल भिजाएर सिमी दाल खानु पर्ला। दुईजनालाई जे खाँदा पनि हुन्छ लानु। पिरोले सर्क्यो। अब लाइट बस्नु पर्यो। कसले मेरो भिडियो फुल हेर्नुहुन्छ मलाई कमेन्ट गर्नु है साथीहरु ल। तपाईहरु यदि मेरो भिडियो फुल हेर्नुहुन्छ भनेदेखि नि को हुनुहुन्छ भोलि पर्सि मोनेटाइज भएपछि म पुरस्कार दिन्छु। मैले हिजो पनि भन्दै थिएँ हैन। कसले हेर्नुहुन्छ मलाई कमेन्ट गर्नुस् ल। केले गोजो क्या म खाना खानै जान्दिनँ। यस
कम्प्युटर बनाउँदैछ आज पिरो पनि भयो बाई बाई ल साथीहरू बाई 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 साथीहरू भिडियोलाई अन्तिमसम्म जसले हेरिदिनुहुन्छ कमेन्ट गर्नुहोस् न म अब लाइभ बस्छु बाई बाई